नमस्कार दर्शकवृन्द, आज हामी एउटा महत्त्वपूर्ण र सत्य खबर लिएर आएका छौं। अमेरिकाको भिजिट भिसा B1 र B2 नेपालीहरूका लागि पहिलेभन्दा धेरै कडा भएको छ। यो कडाइको मुख्य कारण हो नेपालमा केही कन्सल्टेन्सी र दलालहरूले भिसा आवेदनका लागि अवैध रूपमा 50,000 देखि 2 लाखसम्म अतिरिक्त पैसा असुल्ने गरेका छन् र धेरैजसो आवेदनमा झुटा कागजात पेश हुने गरेको छ। यही कारण अमेरिकी दूतावासले नेपाली आवेदकहरूलाई विशेष निगरानीमा राखेको छ। अहिलेको अवस्थामा भिजिट भिसाको अस्वीकृति दर 30 देखि 40% पुगेको छ। ट्रम्प प्रशासनले 2025मा नयाँ नियम ल्याएको छ। अब धेरैजसो आवेदकले $250 लगभग 33,000 नेपाली रुपैयाँ थप इन्टिग्रिटी फी तिर्नुपर्छ र केही अवस्थामा $5,000 देखि $15,000 सम्मको रिफन्डेबल बन्ड पनि जम्मा गर्नुपर्ने हुन सक्छ। यसै वर्ष जनवरीदेखि जुनसम्म मात्रै 177 जना नेपालीलाई भिजिट भिसामै गएर अवैध रूपमा बसेको आरोपमा अमेरिकाबाट फर्काइएको छ। त्यसैले मेरो सल्लाह छ, यदि तपाईँ साँच्चै अमेरिका घुम्न वा व्यापार गर्न जान चाहनुहुन्छ भने कुनै पनि कन्सल्टेन्सीलाई अवैध पैसा नदिनुहोस्। सबै काम आफै ustravel.com वा अमेरिकी दूतावासको आधिकारिक वेबसाइटबाट गर्नुहोस्। नेपालमा राम्रो जागिर, सम्पत्ति, परिवार र फर्कने स्पष्ट योजना देखाउन सक्नुभयो भने मात्र भिसा पाउने सम्भावना बलियो हुन्छ। साथीहरू, तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। हामीहरू यस्तै अपडेट ल्याउँदै गर्छौं। सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।